नमस्ते। आज हामी मीन राशिको भाग्य र सफलताको एउटा खाका मतलब एउटा ब्लुप्रिन्ट खोत्तल्दैछौँ। यदि कसैको राशि मीन हो वा नजिकको कोही व्यक्ति मीन राशि हुनुहुन्छ भने यो जानकारी एकदमै रोचक हुन सक्छ। ल सुरु गरौँ है त। मीन राशिलाई चिन्न सबैभन्दा पहिले त उसको चिन्ह माछालाई हेर्नुपर्छ र यही चिन्हले नै उनीहरूको स्वभावको पूरै कथा भन्छ। बाहिरबाट हेर्दा त एकदमै शान्त स्थिर देखिन्छन्, तर भित्र त समुद्र जस्तै अथाह गहिराई हुन्छ। हो, यही शान्तपन र गहिराईको जुन कम्बिनेसन छ नि, त्यही नै हो उनीहरूको खास विशेषता। ल अब अलिकति भित्र पसेर हेरौँ न त मीन राशिका मानिसहरूको स्वभाव र विशेषताहरूलाई। उनीहरूको स्ट्रेन्थ्स के हुन् अनि उनीहरूले सामना गर्ने च्यालेन्जेसहरू के छन्। यहाँ एउटा एकदमै इन्ट्रेस्टिङ कुरा छ है। एकातिर हेर्ने हो भने मीन राशिका मानिसहरू कस्तो कल्पनाशील, दयालु र अलिकति मिस्टिरियस पनि हुन्छन्। उनीहरूको क्रिएटिभिटी र अरूलाई बुझ्ने क्षमता त गजबकै हुन्छ, तर अर्को पाटो पनि छ। उनीहरूले सजिलै अरूलाई विश्वास गर्छन् अनि सानो सानो कुरामा पनि धेरै सोच्ने, जसलाई हामी ओभर थिङ्किङ भन्छौँ, त्यो बानी हुन्छ। हो, यही दुईटा कुराको ब्यालेन्सले नै उनीहरूको पर्सनालिटी बन्छ। कस्तो अचम्म, आजको यो डिजिटल वर्ल्डमा मीन राशिको त्यही पुरानो विशेषताले कसरी नयाँ रूप लिएको छ। उनीहरूमा जुन नेचुरल क्रिएटिभिटी छ नि, त्यसले गर्दा ग्राफिक डिजाइनिङ, भिडियो एनिमेसन अनि युआई युएक्स डेभलपमेन्ट जस्तो टेक फिल्डमा त उनीहरूले कमालै गर्न सक्छन्। भनेपछि यो त उनीहरूको ट्यालेन्टको एकदमै मोडर्न एप्लिकेसन भयो। स्वभावको कुरा त भयो, अब अलि फरक विषयमा लागौं। मीन राशिको भाग्य चम्काउने सूत्रहरू। यसलाई कुनै अन्धविश्वासको रूपमा भन्दा पनि आफ्नो एनर्जी र फोकसलाई सही ठाउँमा लगाउने एउटा टुलको रूपमा हेरौँ न। मान्नुस् या नमान्नुस्, रङहरूको पनि आफ्नै एनर्जी हुन्छ। अब मीन राशिको रुलिङ प्लानेट बृहस्पति मतलब जुपिटर हो, त्यसैले पहेँलो र सुनौलो रङ उनीहरूको लागि सबैभन्दा लकी मानिन्छ। भनिन्छ यी रङहरूले पोजिटिभिटी र सक्सेसलाई अट्र्याक्ट गर्छन्। अनि उनीहरूको वाटर एलिमेन्टसँग जोडिएको सी ग्रीन कलर पनि एकदमै राम्रो मानिन्छ। रङ जस्तै दिनको पनि खास महत्व छ। मीन राशिको लागि थर्सडे यानि बिहिबार सबैभन्दा पावरफुल र लकी डे हो। कुनै नयाँ काम सुरु गर्नु छ वा कुनै इम्पोर्टेन्ट डिसिजन लिनु छ, बिहिबार एकदमै उत्तम मानिन्छ। अनि हो, मन्डे पनि उनीहरूको लागि शुभ नै रहन्छ। हरेक राशिको आफ्नै नेचुरल ट्यालेन्ट हुन्छ, होइन त? त्यसो भए अब हेरौँ मीन राशिका मानिसहरूले चाहिँ कुन कुन फिल्डमा काम गर्दा सक्सेसको शिखरमा पुग्न सक्छन्। खास गरी चारवटा बाटोहरू देखिन्छन्। पहिलो त उनीहरूको इमेजिनेसनको कारण राइटिङ, म्युजिक, आर्ट जस्ता क्रिएटिभ फिल्ड्सहरू। दोस्रो टेकमा, जस्तै नयाँ